दर्शकवृन्द नमस्कार। यहाँहरूलाई गाउँघर अपडेटमा हार्दिक स्वागत छ। आज म यति बेला अङ्कलको कोठामा आएको छु। उहाँसँग केही कुराकानी गर्नका लागि र धेरै समयपछि भेटघाट भएको कारणले उहाँका केही नयाँ तथा पुराना कुराकानीहरू लिएर उपस्थित भएको छु। गाउँघर अपडेटलाई तपाईँले च्यानल सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ सब्सक्राइब गरी हामीसँग जोडिनु होला। र यति बेला म उहाँसँग कुराकानी गर्न गइरहेको छु। हार्दिक स्वागत छ यहाँलाई। स्वागत छ। के छ, आराम हुनुहुन्छ अङ्कल? आरामै, बिल्कुल आराम। अलिक जोरसँग बोल्नु पऱ्यो क्या, एकदम फ्राकिलो भएर होइन। सन्चै हुनुहुन्छ? सन्चै। के छ अनि यहाँको कामकाजहरू कस्तो चलिरहेछ? काम ठिकै छ, अनि ठिकै छ भनौँ। ठिकै छ भन्नुहुन्छ। अब यहाँ तपाईँ जो काम गरिरहनु भएको छ, कति वर्ष भइसक्यो यहाँ जो काम गरिरहनु भएको छ तपाईँ? भयो होला 5-6 वर्ष। 5 र 6 11 भयो त। 11 कहाँ हुन्छ यार, जम्मै 6 वर्ष भयो। ए 6 वर्ष। 6 वर्ष पुरा भएर 7 वर्षमा लागिसक्यो। गयो, गइसक्यो। त आउँदैन अब? आउँदैन, गएको कहाँ आउँछ यार फिर्ता। ल ठिक छ। अनि यहाँलाई केही कुराकानी गरौँ यहाँसँग। जस्तो अब तपाईँ यहाँनिर आउँदाखेरि योभन्दा अघिल्लो वर्षका दिनहरू अथवा योभन्दा धेरै पहिला कुनै देश गएर चाहिँ कुन देश जानुभयो यहाँ तपाईँ चाहिँ? म त खै पनि गएन। मलेसिया, साउदी, कतार गएको हो। मलेसिया, साउदी, कतार पनि जानुभयो? साउदी कतारतिरको भाषा एउटै हुन्छ भने मलेसियाको भाषा थाहा बनाउँछ यहाँले? हाप्पी टुप्पी के भन्छन् के र होइन। ए ठिक छ। जे होस्, यहाँसँग कुराकानी गर्दा गर्दै अब म के भन्छु तपाईँलाई भने, जुन मलेसियातिर जानुभयो कति वर्ष बस्नुभयो? मलेसिया त गएर 1 महिना फिर्ता आएर आएको। अनि मलेसियामा जाँदाखेरि किन फिर्ता आउनु भएको त? अनि त्यो मेडिकलले फालिदियो, अनि त्यो फिर्ता आएको। मेडिकलले फाल्यो, तर साउदी कतारमा फालेन? साउदी कतारमा फालेन, अनि त्यहाँ चाहिँ बस्यो। तर दुःख सङ्घर्ष नेपालीहरूले धेरै गर्नुपर्छ। विदेश घर परिवार छोडेर चाहिँ नै विदेशतिर लाग्नुपर्ने बाध्यता, भनौँ न अझै यो आफ्नो घर परिवार छोडेर आफ्नो जन्मभूमि छोडेर चाहिँ विदेशतिर जानेको अवस्था। तर नेपाल सरकारले चाहिँ केही गरेको जस्तो लाग्छ कि लाग्दैन तपाईँलाई? खै, नेपाल सरकार गरे जस्तो भए त अब हामी नेपालमै बस्थ्यौँ होला। अनि तर चाहिँ अनि मलेसियामा गई 1 महिना पठाइदियो, साउदी कतारमा बस्यो अलिकति, त्यति हो। अहिले अनि इन्डियामा आएर बसिएको छ। इन्डियामा आएर बस्दाखेरि यो तपाईँको जुन मैले के भन्छु भने तपाईँको यो नेपाल सरकारले कुनै रोजगारको व्यवस्था नेपालमा गरिदिएको भए नेपालीहरूले चाहिँ यति ठाउँ-ठाउँका देशहरूमा चाहिँ जाने आवश्यक थिएन। त्यो त अब नेपाल सरकारले त्यस्तो गरिदियो भए त हामीले जाने आवश्यक थिएन, तर हामी बस्थ्यौँ होला। तर अहिले इन्डियामा आएर अनि यस्तो दुःख गरिरहेछ हामीहरूले। अनि पहिले विदेश गइयो, विदेश गएको मान्छेले अब इन्डियामा नआउनु पर्ने हो। अब आइएको छ, के गर्ने खै। तर अधिकांश देशहरूमा चाहिँ सबै नेपालीहरू हरेक ठाउँमा नेपालीको चाहिँ बसोबास गर्दै आइरहेका छन्। तर ती नेपालीहरूलाई चाहिँ तपाईँ के भन्नुहुन्छ? ती नेपालीहरूलाई राम्रो, एकदम राम्रो गरून्, राम्रो खाउन्, त्यही भन्छु। उनको सङ्घर्ष गरून्, त्यही भन्छु। त्योभन्दा अब के भन्ने। ल ठिक छ। यहाँ सबै क्यामेरामा चाहिँ हेरेर चाहिँ कुराकानी गर्नु होला होइन। मतिर भन्दा पनि क्यामेरातिर फर्कने होला। र अर्को कुरा, जो हामी विदेशमा रहिरहँदा पनि दुःख सङ्घर्षहरू धेरै भइरहन्छन् क्या होइन। तर नेपाल सरकारले चाहिँ वास्तै छैन, अथवा कोही अलपत्र परिरहेछन्, कोही नेपाली हरेक ठाउँमा चाहिँ यतिकै नै मरिरहेछन् होइन। कसैले त्यही देशमा नेपालमा केही रोजगारी छैन, नेपालमा रोजगारी नभएकै कारणले हामी चाहिँ फ्यामिली समेत अथवा हामी यतै गरेर खाउँछौँ भने अरूको देशमा जाने व्यक्तिलाई तपाईँ के भन्न चाहनुहुन्छ? तिनीहरूले के भन्ने र खै। अनि के अरे, अब आफ्नो देशमा रोजगार छैन भनेपछि अनि उनकै अर्कै देशमा गएर रोजगार खाएर बसिरहेछन्।
तर खुसी रहन् आफ्नो परिवारसँग भएको मान्छेहरू विशेष गरी होइन खुसी रहन् हामीले के भन्नु र खै ल ठिक छ अनि अन्य यो नेपाल सरकारले चाहिँ नि हरेक नेपालीहरूलाई चाहिँ विदेश पठाउने बाध्यता गराएको छ तर नेपाल सरकार बढेर चेन्ज भएको देख्न चाहनुहुन्छ कि यही नेपालको सरकार चल्छ भन्ने चाहनुहुन्छ तपाईँले नेपाल सरकारले विदेश जाऊ भन्ने बाध्यता गराएको छैन तर आफ्नै ठाउँमा आफ्नै गाउँमा गरेर खाएपछि राम्रो हुन्छ होला जस्तो लाग्छ मलाई तर नेपाललाई कृषि प्रधान देश पनि भनिन्छ नि त्यही त हो अनि आफ्नै कृषि प्रधान आफ्नै गरेर खाएपछि राम्रो तर यो गाउँघरमा चाहिँ के छ अब नेपालमा के छ भने चाहिँ यो पैसाले हुँदैन यो पैसाले पुग्दैन हामी अरू देशमा गएर हामी चाहिँ केही गर्छौँ भन्ने खालको त्यो व्यक्तिलाई तपाईँ के भन्न चाहनुहुन्छ त्यो त राम्रै हो अनि अब आफ्नै अर्को देशमा गएर अनि कमाएर खाउन् अनि अर्कैको देशमा अनि कम्पनी खोलुन् त्यो ठुल्ठुलो मान्छेहरू छन् नि तिनीहरूले अनि अर्काको देशमा गएर कम्पनी खोलिरहेछन् हाम्रो देशमा तिनीहरूले के गरेछन् हाम्रो देशमा तिनीहरूले केही पनि गरेनन् तर नेपालमा गरिसकेपछि नगरेको केही पनि हुँदैन हुन्छ सबै मेहनत गर्न सक्नु पर्यो मेहनत गरिसकेपछि नहुने कुरा असम्भव छैन नेपालमा होइन त त्यो पनि असम्भव छैन तर चाहिँ जुन पैसावाला छ नि त्यसले चाहिँ अनि पैसावालाले बाहिर गएर कम्पनी खोलेछ कम्पनी खोलेर अनि आफ्नो गाउँमा रोजगार छैन त्यसको पैसा के पैसा भन्नु अर्काको देशको अर्काको उसको पैसा हो त्यो त अनि म त्यही भन्न चाहन्छु अर्काको देशमा गएर कम्पनी खोलेर के फाइदा अनि आफ्नो देशमा खोल्नु न मा छिक्नेहरूले ल ठिक छ एकदम कुराकानी गर्नुभयो जुन पहिले यहाँको चाहिँ पहिले र अहिलेमा केही फरक पाउनु भएको छ जस्तै तपाईँको नेपालमा पहिलेको कस्तो फरक थियो अहिले के फरक छ केही पाउनु भएको छ क्यामेरामा हेर्नुहोस् कुरा हाल्नुहोस् न पहिले र अहिलेमा धेरै फरक छ पहिले अहिलेमा धेरै फरक छ अनि पहिले चाहिँ अनि थोरै पैसा थियो अहिले धेरै पैसा छ तर त्यति बेला जो थोरै पैसा भएको बेला चाहिँ तपाईँको यता क्यामेरातिर हेर्नु होला होइन प्लिज यस्तो क्यामेरातिर हेर्नुभयो भने राम्रो हुन्छ श्रोताहरूले अथवा सुन्ने भन्दा पनि हेर्ने दर्शकहरूलाई चाहिँ राम्रो हुनेछ तपाईँ मतिर हेर्नु भएको छ त्यो पनि राम्रो कुरा हो पहिले र अहिलेमा तपाईँको के फरक पार्नु भएको छ जस्तै भनौँ न अब तपाईँ अहिले आएर यतिका वर्ष हुनुभयो पहिलेको फरक अहिलेको फरक के पाउनुहुन्छ पहिले र अहिले फरक चाहिँ यो हो अनि पहिले अनि कम सेलेरी मिल्थ्यो अहिले चाहिँ कुनै पनि देशमा गएपछि कुनै पनि जहाँ पनि गएपछि धेरै सेलेरी मिल्छ फरक चाहिँ त्यही हो र अर्को कुरा गाउँमा केही विकास भएको जस्तो लाग्छ यहाँलाई गाउँमा विकास पनि भइरहेको छ तर चाहिँ खासै विकास त छैन ल विकास भएको यहाँले के देख्नु भएको छ र विकास नभएको कुरामा दुईटामा के देख्नुभयो त्यही हो गाउँ गाउँमा अनि के अरे बाटोहरू गइरहेछ विकास त्यही हो अनि आफूले केही पनि छैन बाटोहरू गयो विकास त्यही हो तर बाटो गइरहँदा त्यसमा अरू विकासहरू केही देख्नु भएन अरू विकास पनि छ गर्नेले गरेछन् नगर्नेहरू केही पनि छैन तर गर्नेले गरेछन् भन्नुभन्दा पनि गर्नेले चाहिँ गरिरहेछन् भन्दा पनि जो विकास भइरहेछ नि गाउँमा कस्तो कस्तो खालका विकासहरू भइरहेछन् तपाईँ जुन गाउँतिर कस्तो कस्तो भन्नु अब जुन अब जसको माइन्ड राम्रो ऊ छ जस्तै त्यो माइन्ड भएको मान्छेको मात्र विकास होइन नि त गाउँघरमा भनेको हामी सबैको एउटै हो सबै हाम्रो एउटा गाउँको लागि त्यो विकास कस्तो भइरहेको देख्नुहुन्छ विकास राम्रै भएको छ अहिले अनि गाउँ गाउँमा ठाउँ ठाउँमा अब बाटोहरू पुगेछ सबै राम्रै भएको छ सबै राम्रै देख्नु भएको छ केही कमी कमजोरी छैन त्यसमा कमी कमजोरी केही पनि छैन अलिकति त्यही हो अब जसको पावर छ त्यसकै अनि चलेको छ नेपालमा र त्यसकै पावर भन्दैमा त्यसको मात्र त होइन त जनताको पनि होला नि
जनताको भएर के अरे जसको पास पैसा छ उसको पास पैसा हुन्छ। विकास त सबैको लागि भयो होला। विकास त सबैको लागि हो, तर चाहिँ अनि जसको पास पैसा हुन्छ त्यसको मात्रै विकास हुन्छ, बाँकी त त्यही अनि त्यही त हो नि। ल ठिक छ। तपाईँसँग कुराकानी गरिराख्दै एउटा कुरा जोडेँ मैले, जुन पहिले के जो पहिले तपाईँ गाउँघरमा हुँदाखेरि अब कुनै ठाउँहरूमा जाँदाखेरि होइन भनौँ तपाईँको नुन तेलदेखि लिएर चामलदेखि लिएर हरेक ठाउँमा चाहिँ कोइलाबारतिर गएर ल्याउनु पर्ने, डाङ घोराइतिर पुग्नु पर्ने रोल्पाका मान्छेहरू होइन। तर यो अवस्था तपाईँले भोग्नुभयो कि भएन? मैले त्यो अवस्था मैले थुप्रै भोगेँ हो, थुप्रै भोगेँ। अहिले चाहिँ अब नुनसम्म पनि घरमा पुग्छ, तर चाहिँ पैसा हुनु पर्यो। तर पहिले कहाँ जानुहुन्थ्यो? पहिले पुग्यो नुन घोराइ के अरे अनि कोइलाबास अनि गोरखपुरसम्म पुग्यो। त्यो नुनको लागि पुग्यो। अनि त्यो खालि नुनको मात्रै त्यो कमी कमजोरी थियो कि अन्य हरेक चिजहरूमा चाहिँ कमी थियो हाम्रो चाहिँ त्यो ठाउँमा? सबभन्दा पहिलो पर्यो नुनको लागि। नुन नभएर कोही पनि छैन। तर नुन चाहिँ रोल्पामा पुग्दैन थियो। कहाँ पुग्नु, नुन रोल्पामा पुग्ने कुरै भएन। त्यो बेला जो अलि रोड बाटो छ नि त्यो बाटो थिएन। रोड बाटो थिएन, अनि घोरेटो बाटो थियो, अनि घोराले लगेर जान्थ्यो। घोराले लगेर गएको नुन चाहिँ धेरै महँगो पर्थ्यो, त्यही भएर कोइलाबास पुग्थ्यो मान्छेहरू। तर जुन अहिले रोड बाटो छ नि त्यो बाटो चाहिँ पहिले थिएन। त्यो कहाँ थियो पहिले? अनि पहिले त अरे घोराइने बाटो थियो, अनि त्यही भएर नुन मात्रैको लागि अनि हामीहरू अनि कोइलाबाससम्म पुग्थ्यौँ। भनेपछि रोल्पाले त्यत्तिकै विगत ठाउँ भनेको होइन रहेछ, होइन त? अहिले चाहिँ विगत ठाउँ चाहिँ अहिले छैन, अहिले राम्रो छ। पहिले चाहिँ विगत ठाउँ, तर अहिले पनि विगतै छ, त्यति खासै राम्रो हो भन्ने चाहिँ मैले देख्दिनँ होइन। तर जुन तपाईँ सदरमुकामदेखि लिएर गाउँघरदेखि लिएर सदरमुकामदेखि लिएर चाहिँ तपाईँ जुन ठाउँमा कोइलाबास पुग्नुभयो, डाङ घोराइ पुग्नुभयो, त्यो सडक खण्ड चाहिँ थिएन पहिले, जुन मोटर हिँड्ने बाटो पहिले थिएन। अनि के अरे त्यही घोडाहरू लगेर जान्थ्यो, अनि त्यही घोडाहरू लगेर जान्थ्यो। त्यो पनि महँगो मानेर हामीहरू आफै हिँडेर अनि 15 दिनको बाटो 10 दिनको बाटोमा हिँडेर गएर अनि लिएर आउँथ्यौँ। त्यही जुन मोटर बाटो छ त्यही बाटैबाट जानुहुन्थ्यो कि अर्को सर्टकट बाटो हुन्थ्यो? नै सर्टकट बाटो हो यो। अनि मसिना, जुरमसिना, अनि यो लोल्टी, अनि यो ढौलागिरी, कोङ्गा कहाँ के भएर हामी जान्थ्यौँ। त्यतिखेर कुनै जाँदाखेरि तपाईँको यो चाहिने कुनै खानाहरू बोकेर जानु पर्ने थियो कि अथवा बाटोहरूमा चाहिँ पसल केही थियो त्यतिखेर? बाटोमा पसल केही पनि थिएन, पसल थियो चियाको। अनि हामीले चाहिँ अनि जुन घरबाट अनि लगेर जान्थ्यौँ खाना खर्चहरू, त्यो खर्च बाटोमा छोड्दै जान्थ्यौँ। जहाँ बास बस्थ्यौँ हुँबाट अनि त्यहाँ जहाँ बास बस्नु त्यही बासमा आइपुगेर त्यही खाना खाने गर्दै आएर आन्थ्यौँ हामीहरू। त्यो खाजाहरू भुटेर यो चाहिँ नि बाटोहरूमा खाँदै त्यहीँबाट आउनुहुन्थ्यो? त्यही हो। जुन रोल्पामा प्रायः जस्तो रोल्पामा यो जेसिबीले खनेको बाटो भन्दा पनि प्रायः ठाउँहरूमा चाहिँ मानिसले खनेको देखिन्छ नि, धेरै छ अहिले। तर यो जुन बाटोहरू खनिएको छ त्यो जेसिबीले चाहिँ अब पछिल्लो चरणमा चाहिँ जेसिबीले खनेको हो भने जुन पहिलेका रोडहरू छ नि रोल्पामा त्यो चाहिँ कसले खनिएको? यो जुन मानिसले खनिएको हो नि, होइन र? पहिले त सबै हामीले अनि जनताले खनेको हो नि त। बाटो खन्दाखेरि तपाईँ कहाँ पुग्नुभयो? हामी रोल्पाको मान्छे हौँ। रोल्पाको मान्छे अनि कहाँ पुग्यो अनि माछाला अनि कहाँ टिला ढोरी, कहाँ काको ढोरी, अनि कहाँ जेलबाङ सेलबाङ कहाँ पुग्यो। डारबोट पुग्नु भने डारबोट टिला ढुरी तिर्यो नि, डारबोट त्यही हो।
तिलाधुरी त्यही हो। त्यहाँ गाउँ गाउँमा ठाउँ ठाउँमा हामी पुग्यो। यो माओवादीले हामीले कम सतायो माया छिक्नेहरूले। ल ठिक छ, तर म के भन्छु भने जुन यो माओवादीले सतायो तर आखिरमा माओवादीले फाइदा भएको छैन, हामी जनताले फाइदा भएको छ नि। त्यहाँनिर बाटो बनाइदियो, बाटो खनिदियो, हामीले सहजता भएको छ नि होइन र? खै त अब माओवादीले गर्यो कसले गर्यो हामीलाई थाहा त भएन। तर माओवादीले भयो भन्नुहुन्छ नि। तर चाहिँ अब माओवादीले धेरै दुःख दियो हामीलाई। तर दुःख पनि दियो, तर अबका दिनहरूमा सुख दिला कि नदिला माओवादीले थाहा छैन। अनि दिला कि नदिला त्यो थाहा छैन। तर चाहिँ पहिले चाहिँ धेरै दुःख दियो। माओवादीसँग पनि त्यो सङ्कटकालमा चाहिँ माओवादीसँग पनि हिँड्नुभयो? मामासँग म त हिँड्दिनँ, तर चाहिँ नि उनीहरूले बसै सतायो। 1 रुपियाँ माग्छ या 2 रुपियाँ माग्छ, कहाँ दिनु? आफ्नो पास पैसा हुँदैन। त्यो माओवादीले यति गरे हो मा छिक्नेहरूले। ल ठिक छ, होइन त्यो यस्तै हो माओवादीले भन्ने कुरा। तर जुन राजनीतिक कुरातिर हामी नलागौँ, जो हाम्रो यो गन्तव्यतिर छ हामी त्यो रागतिर लागौँ। अब अर्को कुरा गर्छु म यहाँसँग, जुन तपाईँले सुनेको, तपाईँले चाहिँ भोगेको, अथवा तपाईँले सानोदेखि अहिले ठुलो हुनुभयो नि होइन, त्योसम्म तपाईँले मनपर्ने खालको एउटा गीत सुनाइदिनुहोस् न। खै मलाई त गीत पनि आउँदैन यार। तपाईँको यो छ नि एउटा जुन तपाईँ बालापनमा हुँदाखेरि सुनेको गीत, त्यो कुनै मनमा होला नि त, मैले यो गीत सुनेको थिएँ, मैले यो गीतमा चाहिँ मलाई थाहा थियो भन्ने खालको बचपनको क्या तपाईँको चाहिँ सानो हुँदाखेरिको चाहिँ त्यो गीत सुनाइदिनुहोस्। साइली धाइचरी धाउनालाई के होला र पिरती लाउनालाई। यति हो मेरो। यही गीत थियो पहिला जमानामा? यति थियो। योभन्दा अरू थिएन? अरू पनि थियो, मलाई याद आएन। एउटा वनको काफल वनकै चर्ला भन्ने गीत चाहिँ तपाईँको एउटा हुन त अब तपाईँको त्यति बेला पनि अलिकति जमानामा थिन्थ्यो होइन, थियो होला, नभए होइन, त्यो गाइदिनुहोस्। वनको काफल वनकै चरिएलाई के भन्छ त्यहाँ त? तिम्रो माया जिन्दगी भरिलाई, मेरो माया जुनी भरिलाई। एकदम राम्रो गाउनुभयो तपाईँले, एकदमै नबिर्सिने जुन तपाईँले जुन बालापनदेखि लिएर अहिलेसम्म नबिर्सिने खालको केही छ तपाईँसँग? जस्तै म यो ठाउँमा यस्तो थिएँ, यो ठाउँमा यस्तो भएको छु, अथवा यो ठाउँमा हुँदाखेरि म यो त्यही सम्झना आउँछ, म त्यही ठाउँको मलाई याद आउँछ भन्ने तपाईँसँग केही छ? नै छैन, सबै बिर्सिनु भयो? सबै सक्यो मैले त। तर यो साइलाभरि भाका गाउन आउँदैन तपाईँलाई? यो प्रायः जस्तो रोल्पाको भागमा, रुकुमतिर, हरेक ठाउँमा यिनी चारैतिर चाहिँ के छ भने साइलाभरिको भाका धेरै प्रशस्त मात्रामा घन्किने गर्थ्यो नि। एउटा अलिअलि सुर त अलिअलि आउँछ। त्यो गाइदिनुहोस् न एकचोटि, साइलाभरिको भाका सुनौ। साला बरै ला 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 उडै जाउँ न आबासै बसुने हाम्रैको बगिएमालाई हिसालाबरै भन्दा तिसो होला कसो एम्रैको बगिएमालाई। धन्यवाद। निकै यो गीतहरू चाहिँ पहिलेका दिनहरूमा धेरै चल्ने गर्थ्यो। धेरै चल्थ्यो, तर हामीमा धेरै आउँदैन, त्यही हो। प्राय यो रोल्पा रुकुममा गाइने गीत हो नि यो? प्राय रोल्पा रुकुम प्युठानमा, प्युठानतिर नि यो चल्छ। ल ठिक छ, धन्यवाद। यहाँसँग केही कुराकानी गर्न पाइयो, फेरिका दिनहरूमा पनि यहाँसँग यसरी कुरा गर्न पाइयोस् होइन। समय मिलाइदिनु भयो, यहाँलाई धन्यवाद छ। ठिक छ, नमस्कार।
दर्शक फेरि उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। उहाँका केही मिठा तिठा कुराहरू यहाँलाई मन पर्यो अथवा यहाँका कुराहरू केही जिज्ञासा केही सल्लाह सुझाव छ भने चाहिँ हामीलाई चाहिँ गाउँघर अपडेट युट्युब च्यानलमा गएर चाहिँ कमेन्टमा भन्नुहोला भन्दै अहिलेको लागि म पनि छुट्टिन्छु। नमस्ते, बाई बाई।